गुड आफ्टरनुन साईराम सेवनी छेजुलो सबैमा। आज चाहिँ म यहाँ तल झरेको छु। मैले अस्ति तपाईँहरूलाई एउटा अर्किड नर्सरीको फोटो हालेको थिएँ, भिडियो हालेको थिएँ र आज म यहाँनिर आएको छु। यहाँ भाउजू अलिकति अस्वस्थ हुनुहुन्छ भन्नुहुँदै थियो दादाले, मेरो स्टुडेन्टको आमा है। अन्त म यहाँ फुलहरूको लागि दादासँग बात मारिरहन्छु। दादा भाउजू नै एकदमै पौरखी हुनुहुन्छ र भाउजूको अस्वस्थको खबर सुनेर चाहिँ म यहाँ आएँ। र हेर्नुहोस् है, भाउजूले यस्तो राम्रो राम्रो फुलहरू बनाएको रहेछ। अन्त चेरिनियमको भेराइटीहरू होइन, पेलग्रिनियमहरू, त्यो सिजन फुलहरू सबै यो चाहिँ भाउजूले नै गर्नुहुन्छ। प्लान्टको भेराइटिजहरू सबैले पाउनुहुन्छ यहाँनिर। राम्रो राम्रो भेराइटीहरू, एकदमै महँगो महँगो प्लान्टहरू भाउजूले कलेक्ट गर्नुभएको रहेछ है। यहाँ तपाईँहरूले देख्नुहुन्छ, भिडियोमा पनि देखिरहनु भएको छ। एकदमै राम्रो राम्रो, एकदमै प्लान्ट एकदमै हेल्दी छ। तपाईँहरूले देख्नुहुन्छ। तपाईँहरूले चाहिएमा हजुरहरूले सम्पर्क गर्नु सक्नुहुन्छ। भाउजू कहाँ? भाउजू चाहिँ ज्ञानु राई हुनुहुन्छ, रवि दादाको चाहिँ श्रीमती। यहाँ हेर्नुहोस्, यो प्लान्टहरू हेर्नुहोस्, एकदमै हेल्दी छ, एकदमै हेल्दी इन्डोर प्लान्टहरू यो सबै। तपाईँले आफ्नो बाल्कुनीमा लगेर आफ्नो बाल्कुनीमा, आफ्नो घरभित्र तपाईँले एकदमै राख्न सक्नुहुन्छ यो फुललाई चाहिँ। अनि विशेष गरी यहाँ चाहिँ दादाको चाहिँ अब अर्किड छ है, सिम्बोडियम अर्किड छ। यो चाहिँ सेकेन्ड लट हो, सेकेन्ड लट। यो प्लान्टहरू देख्नुहोस्, यहाँनिर हेर्नुहोस् तपाईँहरूले। यसरी यो इन्डोर प्लान्टहरू प्रायः जस्तो नै इन्डोर प्लान्टहरू तपाईँहरूको गार्डनको लागि पनि हुन्छ होइन, बाल्कुनी गार्डनको लागि पनि हुन्छ। तपाईँहरूको घरभित्रै सिनेरीको रूपमा तपाईँहरूले राख्दा पनि भयो। एकदमै राम्रो राम्रो फुलहरू र प्लान्टहरूको कलेक्सन रहेको छ। हेर्नुहोस् न, यहाँनिर तपाईँले आएर हेर्न सक्नुहुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ। उहाँसँग स्वयं तपाईँ बात गरेर तपाईँले कतिवटा सेलमा लागेको छ यो प्लान्टहरू, तपाईँहरूले यो सेल एभाइलेबल भएको प्लान्टहरू चाहिँ तपाईँहरूले लिएर जानु सक्नुहुन्छ आफ्नो चोइसमा। एकदमै राम्रो राम्रो प्लान्टहरू देखिरहनु भएको छ तपाईँहरूले। एकदमै राम्रो राम्रो प्लान्टहरू छ। यो चाहिँ एउटा नर्सरीको मात्रै हो, अर्को नर्सरी पनि उहाँहरूको चाहिँ अर्को सेट हाउस पनि छ। त्यो सेट हाउसमा चाहिँ म आज जानु सकिनँ र तपाईँहरूलाई नेक्स्ट भिडियोमा तपाईँहरूलाई देखाउने छु। त्यो सेट हाउसमा पनि एन्थेरियमको भेराइटीहरू होइन, अनि यहीँनिर ल्याएर सिडलिङ गरेर उमारेको एन्थेरियमको भेराइटीहरू, राम्रो राम्रो भेराइटीहरू छ। म तपाईँहरूलाई नेक्स्ट भिडियोमा है, अर्को भिडियोमा म तपाईँहरूलाई देखाउँला। यहाँनिर चाहिँ अहिलेलाई चाहिँ यहाँनिर हेर्नुहोस्, यो तपाईँहरूकोमा भएकै प्लान्टहरू होला, तर अब कतिवटा तपाईँहरूकोमा नहुनु पनि सक्छ, किनभने यो प्लान्टहरू एकदमै हेल्दी र ठुलो ठुलोमा छ। एकदमै म्याच्युर्ड भएको प्लान्टहरू तपाईँहरूले देख्नुहुन्छ यहाँनिर चाहिँ, एकदमै म्याच्युर्ड भएको प्लान्टहरू छ। र हजुरहरूले आएर उहाँसँग सोझो बात गरेर है तपाईँले लानु सक्नुहुन्छ आफूलाई मन परेको प्लान्टहरू। यहाँनिर यसरी राखिएको छ। यो चाहिँ अब घरभित्र राख्दा एकदमै सिनेरीको लागि चाहिँ एकदमै राम्रो हुन्छ है। यो प्लान्ट राख्नु किन राम्रो छ भन्ने कुरो तपाईँहरूलाई थाहा पनि छ होइन। वर्ल्ड अर्गनाइजेसनले यो कुराहरू जनाइसकेको छ। यो प्लान्टहरू, ग्रिन प्लान्ट्सहरूलाई किन घरभित्र राख्दा चाहिँ के फाइदा छ भन्ने कुरोहरू चाहिँ एकदमै जनाइसकेको छ। यसले गर्दा हजुरहरू पनि लगेर यो प्लान्टहरू घरभित्र राखेर यसको फाइदाहरू है, थुप्रै फाइदाहरू छ। यो फाइदाहरू विशेष गरी यसको चाहिँ स्वास्थ्य लाभ, यहाँबाट हुने जुन चाहिँ अक्सिजन आउँछ, त्यो अक्सिजनले जुन चाहिँ आफ्नो शरीरलाई, मानिसको शरीरलाई जुन चाहिँ फाइदा दिन्छ, त्यो फाइदा चाहिँ हजुरहरूले लुटाउन सक्नुहुन्छ। एक त घर त राम्रो देख्छ तपाईँको होइन, यसले ब्युटी बढाइहाल्छ, सुन्दरता बढाइहाल्छ र यसले तपाईँको हेल्थमा पनि यसले सहयोग गर्ने हुनाले गर्दाखेरि अहिले यो प्लान्टहरू चाहिँ एकदमै डिमान्डमा रहेको छ र प्लान्ट लभर्सहरूले चाहिँ यो लानु सक्नुहुन्छ, लगेर आफ्नो घरलाई सुन्दर बनाउन सक्नुहुन्छ। धन्यवाद।